हजुरलाई पनि कन्टेन्ट क्रिएसन जर्नी स्टार्ट गर्न मन छ तर आफ्नै बोली सुनेर लाज लाग्छ, बोल्ने आँटै आउँदैन हो, यस्तै समस्या छ भने चाहिँ यो भिडियो हजुरहरूको लागि हो। सुरुमा यस्तो प्रब्लम सबैलाई हुन्छ, मलाई पनि हुन्थ्यो। बोल्न डर लाग्ने, लाज लाग्ने, आफ्नै स्वर सुन्दाखेरि नराम्रो लाग्ने, अनि ला मेरो भिडियो हेरेर कसैले केही भन्छ कि, फलानुले केही भन्छ कि, हाँस्छन् कि भनेर सोच्नुभयो भने त हामीले कहिले पनि केही गर्न सक्दैनौँ। फर्स्ट अफ अल चाहिँ हामीले लाज भन्ने कुरा मान्नु नै हुँदैन। दोस्रो कुरो, अरूको बारेमा सोच्नु नै हुँदैन। अरूले के भन्लान्, मेरो भिडियो हेरेर हाँस्छन् कि भनेर सोच्यौँ भने त हामी कहिले पनि केही पनि गर्न सक्दैनौँ। आउँछन् डिमोटिभेट गर्ने मान्छेहरू पनि आउँछन्, तर त्यस्ता मान्छेहरूको कुरा सुन्नु नै हुँदैन। त्यसरी नै अरूको कुरा सुन्दै गयो भने त हामी झन् डिमोटिभेट हुन्छौँ। आफूले जे जाने त्यही कुरा सेयर गर्ने हो, बिस्तारै हुँदै जान्छ। त्यही भएर आजैबाट आफ्नो कन्टेन्ट क्रिएसन जर्नी स्टार्ट गर्नु होला र अलिअलि भए पनि घरमै बसी इन्कम गर्नु होला है त। ओके, थ्याङ्क यू।